ल साथीहरू म चाहिँ नारायणघाट बजार क्षेत्रमा आइसकेको छु यति बेला चाहिँ त हजुरको केही भन्न चाहन्छु। हेलो साथी हो हाम्रो नाति केटा अब रवि लामछाने भन्दै हिटमा गयो यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी नम्बर 1 मा छ नेपालमा। अब पुलचोकमा अटोमा चाहिँ हाम्रो नाति 1 नम्बरमा छ। 2 नम्बरमा हजुरबाउ म त कहाँ म त जिरो यहाँ खुनखार गुन्डा छ नि यहाँ गुन्डा छन् है पालो सोध्दै हेर्नु सोध्दै दिन्न है दाइ दिदी आउँछ भन्छ केटाले भिडियो देखाएपछि भाग्छ केटाहरू फेरि गाह्रो छ लाउनु दाइरो फेरि कसले हो फेरि लाउनु दाइरो यहाँ नाममा हात हेर्नु न हात भित्र चिरान्छ। सकेसम्म यो रोग त कसैलाई पनि नलागेकै राम्रो भन्छु, शत्रुलाई पनि नलागोस् यो रोग होइन। यो चाहिँ 24 गते हो। हामी चाहिँ अब पश्चिम चितवनतिरको बाटो समातेर क्यान्सर अस्पताल जाँदैछौँ। उता देख्न सक्नुहुन्छ हजुरहरूले ठोरी लेखेको मेरो घर चाहिँ ठोरी हो है फेरि मेरो घर जानलाई यहाँबाट 75 किलोमिटर छ। म चाहिँ अहिले यहाँ भरतपुर 16 मा बसोबास गर्छु। मेरो जन्मभूमि ठोरी पर्सा जिल्लाको ठोरी भन्ने थाहा छ हजुरलाई? सुन्नु भएको छ? नमस्कार सम्पूर्णलाई, म आकाश अर्याल। आज चाहिँ आइतबारको दिन अत्याधिक धेरै बिरामीहरू चाहिँ उपचार गराउनको लागि भनेर अस्पताल आउनुहुन्छ। उहाँहरूको सेवा गर्नको लागि भनेर म बिहानै 4 बजे उठेर हातमुख धोएर चाहिँ अब थोरै खाजा नास्ता खाएर म अब तुरुन्त बजार क्षेत्रमा गइहाल्छु। हजुरहरूले जति पनि भिडियोलाई माया गरिदिनु भएको छ यो माया सधैँभरि रहिरहोस्। यो भिडियो चाहिँ आजको चाहिँ एउटा सानो भ्लग बनाऊँ भनेर मैले हजुरहरूमाझ भ्लग राख्न चाहेँ। त्यसकारण यो भिडियोलाई पनि अन्तिमसम्म हेरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु सम्पूर्णलाई। भिडियोलाई हेर्दै गर्नु होला। म अब बजार क्षेत्रमा जाँदैछु। कहाँको बिरामी पर्नुहुन्छ आजको दिनमा पहिलो बिरामी, उहाँहरूलाई मैले सेवा दिन सक्छु या सक्दिनँ, हेर्छु या भेट्दिनँ त्यो पनि म जानकारी गराउनेछु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला। ल साथीहरू अहिले चाहिँ म बजारतिर जाँदैछु। हेर्न सक्नुहुन्छ कुहिरो एकदमै लागिरहेको छ, जाडो एकदमै चिसो एकदमै बढिरहेको छ। आफ्नो ख्याल राख्नु होला सबैजनाले। यो चिसो मौसममा तातो खानेकुराहरू खानु होला सबैजनाले। अहिले चाहिँ म बिरामीहरूको सेवाको लागि जाँदैछु। यहीँबाट त्यही पनि देखेको छैन कि कुहिरोले यति धेरै कुहिरो लागेको छ अहिले। ल साथीहरू म चाहिँ नारायणघाट बजार क्षेत्रमा आइसकेको छु यति बेला चाहिँ त हजुरको केही भन्न चाहन्छु। हेलो साथी हो हाम्रो नाति केटा अब रवि लामछाने भन्दै हिटमा गयो यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी नम्बर 1 मा छ नेपालमा। अब पुलचोकमा अटोमा चाहिँ हाम्रो नाति 1 नम्बरमा छ। 2 नम्बरमा हजुरबाउ म त कहाँ म त जिरो यहाँ खुनखार गुन्डा छ नि यहाँ गुन्डा छन् है। हामी सोझा मान्छेले कमाउन पाउँदैनौँ है यहाँ त गाह्रो छ साथीहरू। जहाँ पनि यहाँ ताकत हुनु पर्यो काम गरेर कमाउनलाई। ताकत हुनेले मात्र पैसा कमाउँथ्यो नारायणघाट बजार क्षेत्रमा चाहिँ है साथीहरू। जानकारी गराइदिएँ मैले आज चाहिँ। अहिले ताकत भएको मान्छेहरू पनि आएपछि देखाउँछु म हजुरहरूलाई। अहिले चाहिँ यस्तो छ बिहानको अवस्था चाहिँ यस्तो छ नारायणघाट बजार क्षेत्रको। हेर्न सक्नुहुन्छ हजुरहरूलाई। आज मैले धेरै दिनपछि चाहिँ एउटा भ्लग मार्फत हजुरहरूलाई देखाएको छु। पेसेन्जरको जनसङ्ख्या भन्दा यहाँ अटोकै जनसङ्ख्या धेरै छ। यहाँदेखिबाट वहीँसम्म अटो, सबै अटोले भरि। नारायणघाटमा अझै पनि नयाँ अटोहरू चाहिँ भित्राइरहेका छन् कि यसलाई चाहिँ रोकथाम गर्नुपर्ने हो नि त। यत्रो धेरै अटो भएपछि अब गाह्रो छ कमाउनलाई यहाँनिर। अहिलेसम्म एउटा पनि बस चाहिँ आएको छैन साथीहरू। अब बस आउने बित्तिकै सबभन्दा अगाडि पुगेर सोध्नुपर्ने हुन्छ कि किन भन्दाखेरि अगाडि पुगेर सोधेन भने जसले सोधे उसले लाने यहाँनिर चाहिँ। भित्रबाट मान्छे उठ्न नपाउँदै मान्छे मेरो भनिदिन्छ अनि गाह्रो छ त्यहाँ कमाउनलाई त। अनि बिरामीको सेवा गर्न पनि गाह्रो छ। अब क्यान्सर बिरामी मैले त निःशुल्क भनिरहेको छु। उतातिरबाट कुनाबाट टप्काइदिइसकेको हुन्छ। बस पनि आइसक्यो साथीहरू त हेर्न सक्नुहुन्छ। बस पनि आइसक्यो। अब त्यो बसमा गएर चाहिँ म बिरामीहरू खोज्छु। ल यहाँनिर सबजना ढोकैमा घेरिदिन्छ अनि त्यसपछि दिदी आउँछ भन्छ केटाले भिडियो देखाएपछि भाग्छ केटाहरू फेरि गाह्रो छ। लाउनु दाइरो फेरि कसले हो फेरि लाउनु दाइरो यहाँ नाममा हात हेर्नु न हात भित्र चिरान्छ।
भरतपुर क्यान्सर अस्पताल भए चाहिँ भाडा लाग्दैन है, निःशुल्क अटो सेवा छ यहाँ। कहाँ जानुपर्ने ब्रदर? भरतपुर क्यान्सर अस्पताल जाने बिरामीहरूलाई निःशुल्क अटो सेवा। यहाँ यसरी नचिताएसम्म त फेरि साथीहरूले उताबाट उठेर पालो पालो सोध्दै हेर्नु सोध्दै दिन्न है दाइ, गाह्रो छ। ल भरतपुर क्यान्सर अस्पताल जाने बिरामीहरू हुनुहुन्छ भने यता आउनु, निःशुल्क अटो सेवा। हाइट अलि अग्लो चाहिन्छ कि यहाँनिर सोध्नलाई त यार, हामी जस्तो हाइट। बुवा चाहिँ पहिला पनि चढ्नु भएको छ मेरो अटोमा, अहिले पनि। ल बस्नु बुवा, के राम्रो काम गरेछ। हस् बुवा। अब मैले बुवालाई लिएर जाँदा अरू बिरामी यहाँ झर्नु भयो त उहाँहरूले सेवा सुविधा पाउनु भएन। त्यही भएर एकैछिन कुराउँ न त बुवा, अझै 2-3जना अरू त क्यारे अटोमा भनेर सम्झाएको छु बुवालाई। चढाइसकेपछि चाहिँ यहाँनिर एउटा धनगढीबाट आएको बस छ होइन, अब यसमा गएर सोध्दैछु मैले। निःशुल्क अटो सेवा, निःशुल्क अटो सेवा। क्यान्सर जाने बिरामीहरूलाई निःशुल्क अटो सेवा, यता आउनुहोस्। भरतपुर क्यान्सर अस्पताल भए भाडा लाग्दैन। काबुङ बन दाजु, भरतपुर क्यान्सर अस्पताल जाने बिरामीहरूलाई निःशुल्क अटो सेवा। क्यान्सरै हो र सँगै हजुरहरू दाइ लाउनु यहाँ मेरोमा निःशुल्क अटो सेवा। यहाँ छ मेरो अटो यहीँ। नानी हो दाइ बिरामी चाहिँ? ए हुन्छ हुन्छ बुवा। मलाई नि मौका पर्यो। 4जना बनाएर लिएर जाँदैछु अहिले चाहिँ म। बुवालाई धेरै बेर कुरा आएपछि पाएँ मैले है। कहाँदेखिबाट आउनुभयो दाइ हजुरहरू? हामी माछा बस्तीबाट। बासा बस्ती भनेको कुन ठाउँ पऱ्यो दाइ? घाटभन्दा अलिकता 6 किलोमिटर अलिक पश्चिम। ए हजुरहरूलाई थाहा थियो यहाँनिर निःशुल्क अटो सेवा छ भनेर? नै थाहा थिएन सर। थाहा थिएन है? हजुर। आज थाहा पाउनु भयो नि? आज बल्ल थाहा पाइयो। मेरो अटोमा आइयो गइयो तर थाहा थिएन। आज बल्ल थाहा पाइयो। कतिचोटि आउनुभयो अरे? कतिचोटि भयो, अब चैतै वैशाखदेखि आइरहेछ। 15 दिनमा, 1 हप्तामा, 1 महिनामा। हजुर हजुर। कतिपटक थाहा थिएन। कुनै बेला भेटिन्छ, कुनै बेला भेटिँदैन। अब म फेरि बिरामी लिएर गएको बेलामा आउनुभयो होला हजुरहरू, हजुर हजुर। त्यही भएर थाहा पाउनु भएन। आज चढ्नु पनि भयो, सेवा पनि लिनुभयो हजुरहरूले। मेरो अटोमा चाहिँ प्रत्येक दिन बिहान 7 बजीदेखि बिहान 10 बजीसम्म चाहिँ क्यान्सर रोगका बिरामी र बिरामीसँग आउने कुरुवाहरू कसैको पनि भाडा लागेन। बुझ्नुभयो? अब हजुरहरू 3जना आउनुभएको छ, मेरोमा कसैको पनि भाडा लाग्दैन। एकजना बिरामी चाहिँ हुनु पऱ्यो अनिवार्य साथमा फेरि। अनि त्यही भएर मैले चाहिँ आफ्नो तर्फबाट बिरामीहरूलाई पैसा दिएर सहयोग गर्ने अवस्था त छैन, सक्दिनँ पैसा दिएर सहयोग गर्नलाई। आफूले नै गरेको कामबाट दैनिक 3-3 घन्टा चाहिँ मैले बिरामीहरूलाई निःशुल्क सेवा दिइरहेको छु। आजसम्म मैले लगभग 3-4 हजार बिरामीहरूलाई सेवा सुविधा दिइसकेँ दाइ। हामीलाई पनि सेवा सुविधा दिएको भन्नुलाई धेरै धेरै धन्यवाद छ है। हुन्छ दाइ, हुन्छ। हजुर हो नि बुवा, त्यही हो बिरामीहरूको आशीर्वादले नै मलाई खाना लाउन पुगिरहेको छ अहिलेसम्म। कसैसँग भिख माग्नु परेको छैन। आफूले नै बरु उल्टो बिरामीहरूलाई, दिन दुखीहरूलाई दिएर सहयोग गरेर खाइरहेको छु अहिलेसम्म। त्यही हो बुवा, बाँचुन्जेलसम्म लाने केही पनि होइन है, आफूले जति सकिन्छ त्यति सहयोग गर्ने हो। बुवालाई चाहिँ मैले पहिला पनि लिएर गएको छु है साथीहरू। अहिले अघि बुवालाई मैले धेरै बेर पुऱ्याएँ। बुवा अरू बिरामी हुन्थ्यो भने बाबु जाम भनेर हातिनु पनि हुन्थ्यो होला, तर मैले चाहिँ बुवाले धेरै बेर कुर्नु भएपछि मैले मेरो त्यहाँ साथीलाई चाहिँ ल साथी एउटा टोकन चाहिँ पुरानो टोकन लिइदिनु पऱ्यो गएर भनेर फोन गरेर भनिसकेको छु। टोकन पनि लिइदिइसक्नु भएको छ उहाँले। उहाँलाई पनि यही भिडियो मार्फत एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले चाहिँ बिहानको अवस्था यस्तो छ, भरतपुर 24 कोटीको हो यो चाहिँ। 24 कोटीबाट चाहिँ अहिले म क्यान्सर अस्पताल जाँदैछु। भरतपुरमा चाहिँ धेरै विकास भइसकेको छ। यो चाहिँ 24 कोटी हो। यतातिर हामी चाहिँ अब पश्चिम चितवनतिरको बाटो समातेर क्यान्सर अस्पताल जाँदैछौँ। उता देख्न सक्नुहुन्छ हजुरहरूले ठोरी लेखेको, मेरो घर चाहिँ ठोरी हो है। फेरि मेरो घर जानलाई यहाँबाट 75 किलोमिटर छ।
म चाहिँ अहिले यहाँ भरतपुर 16 मा बसोबास गर्छु। मेरो जन्मभूमि ठोरी पर्सा जिल्लाको ठोरी भन्ने थाहा छ हजुरलाई? सुन्नु भएको छ? जानु भएको छैन अरे? ठोरी घुम्न जानु एकचोटि, धेरै राम्रो बनेको छ। म चाहिँ यहाँनिरबाट निस्किन्थेँ अरू बेलामा, यो बेलचोक तिरिचोक आइपुग्थ्यो डाइरेक्ट। अहिले चाहिँ म 24 कोटीबाट घुमेर आएँ। सानो नानीलाई चाहिँ बिरामी भएको भन्नुभयो दाइले, के भएको खासमा दाइ नानीलाई चाहिँ? नानीलाई ब्रेन ट्युमर भएको थियो। हजुर। ब्रेन ट्युमरको अपरेसन गराएर अहिले ठिकै छ, तर आँखाले अलिक त्यति राम्रोसँग देख्दैन। हो है। हजुर। कहिले यो रोग देखा पर्दा चाहिँ कस्तो लक्षणहरू देखा पर्ने रहेछ दाइ, केही थाहा छ? भमिट हुने, हजुर हजुर। टाउको दुख्ने, हजुर हजुर। यही लक्षण हो यसको। ए हजुरहरूले पनि आफ्नो सानो सानो नानी बाबुहरू हुनुहुन्छ भने यस्तो भोमिट गर्ने, टाउको धेरै दुखिराख्छ भनेर भन्नुभयो भने चाहिँ एकचोटि चेकअप चाहिँ गराइहाल्नु होला। के को चेकअप गराउनु पर्छ दाइ यसमा? यसमा त्यस्तो भयो भने एमआरआई गराउनै पर्छ। सुरुमा एमआरआई नै गराउनु पर्छ है? हजुर। ए आज पनि एमआरआई नै गराउन आउनुभएको हजुर? हजुर हजुर, डक्टर भन्नुभयो कि एमआरआई गराउनु। हजुर हजुर। त्यसपछि के हो कसो फेरि थाहा हुन्छ भनेर। ल हाम्रो यो सानो नानी चाहिँ बिमारी हुनुहुन्छ। हजुरहरू सबैजनाले चाहिँ सानो नानीको लागि भगवान्सँग आशीर्वाद मागिदिनु होला, नानीलाई चाँडै निको होस्। मेरो तर्फबाट पनि भगवान् पशुपतिनाथले नानीलाई चाँडै निको भएको खबर सुन्न पाऊँ। दाइ यसो खबर गर्दै गर्नु होला है। केही गाह्रो अप्ठ्यारो पऱ्यो भने पनि सम्पर्क गर्नु होला। म यतैतिर आइरहेको हुन्छु। मैले हजुरहरूलाई आफ्नो तर्फबाट गर्न सक्ने सहयोग चाहिँ म गर्नेछु हजुरहरूलाई है। क्यान्सर अस्पताल पनि आइसकेको छु। आजको दिनमा चाहिँ उहाँहरू नै हो पहिलो बिरामी। सानो नानी हुनुहुन्छ। कति वर्षको हुनुभयो नानी? 13 वर्ष। 13 वर्षको? ए ल नानीको राम्रोसँग उपचार गराउनुहोस् ल दाजु है। ल राम्रोसँग उपचार गराउनु। थ्याङ्क यू भेरी मच। म दुईचोटि तिम्रो अटोमा आएँ होइन। हजुर हजुर। राम्रो सेवा दिइरहेको छ। त्यो भगवान्को कृपाले जो तिमीले आँट्छौ त्यो कुराहरू पूर्ण हुनु। दुआ अलि राम्रो काम गरेको छु। हुन्छ 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 बुवा, हजुरहरूको आशीर्वादले नै मलाई राम्रो भइरहेको छ। मलाई सेवा गर्ने जोस जाँगर बढिरहेको छ। अझै राम्रो हुन्छ हुन्छ बुवा, हस् है। ल अघि मैले बिहानै मैले भाइलाई चाहिँ फोन गरेर, एकजना मात्रै हुनुहुन्थ्यो बुवा, भाइलाई धेरै धेरै धन्यवाद है। बुवा एक्लै हुनुहुन्थ्यो। मैले बुवालाई एकछिन कुराएर लगभग आधी घन्टाभन्दा बेसी कुरेँ भाइ बुवा। किन भन्दा प्रायः जस्तो बिरामीहरू चाहिँ टोकन लिनको लागि चाँडै आउनुपर्ने हुन्छ। ल बुवा यो टोकन चाहिँ हजुरलाई चाँडै आउनुपर्ने हुन्छ। बुवालाई मैले कुराएर उहाँहरूलाई पनि सेवा दिन पाएँ। आजको दिनमा उहाँहरू सबैजनालाई सेवा दिन पाएँ। किन भन्दा यो टोकनको लागि बुवाले अताउनु भएको भए म एक्लै भए पनि लिएर आउनु पर्ने हुन्थ्यो। तर उहाँले कुरिदिनु भयो। उहाँ बुवालाई एकदम हृदयदेखि धन्यवाद बुवा है। ल राम्रोसँग उपचार गराउनु। केही अप्ठ्यारो पऱ्यो भने मलाई सम्झिनु। ल दाजु है। ल नानी बाई बाई गरिदेऊ छोरी, बाई बाई। बिचरा सानो नानीलाई चाहिँ यस्तो ब्रेन ट्युमर भएको रहेछ। हजुरहरूको सबैजनाले नानीको लागि चाहिँ आशीर्वाद, भगवान्सँग चाँडै निको होस् भनेर आशीर्वाद मागिदिनु होला। अहिले मैले उहाँहरू सबैजनालाई क्यान्सर अस्पताल लिएर छोडिसकेको छु। यो हो भरतपुर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल। हजुरहरूले त देखिसक्नुभयो मैले कसरी बिरामीहरूलाई सेवा दिइरहेको छु भनेर। आजको भिडियोलाई चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु। यो ब्लगको भिडियोलाई हजुरहरू सबैजनाले चाहिँ यसै गरी माया साथ सपोर्ट गरिदिनु होला। बाई बाई।